आनन्दित हुनुहुन्छ है? खुसी पनि भइन्छ कहिले दुखी पनि भइन्छ है? किन हुँदैन? अनि खुसीमा के गर्नुहुन्छ? खुसीमा अब खुसी हुन्छु, दुखीमा? दुखी त्यसलाई हेर्न सकिन्छ? सकिन्छ है? सकिन्छ। अनि हेर्दै जाँदा तपाईँलाई रियलाइज हुन्छ कि त्यो खुसी र दुखी हुने कुरा चाहिँ मन हो क्या। म होइन। ममा त त्यो खुसी र दुखी भन्ने केही छैन। साक्षी तर मबाटै आएको छ नि त फेरि। त्यसैको बबल्स त हो नि। होइन, त्यसको वरिपरि चाहिँ मैले सराउन्ड गरेर राखेको छु। हजुर। त्यसको बिचमा पनि मै छु। म भन्नाले दिव्यपुरी आध्यात्मिक केन्द्रबाट सञ्चालित युट्युब मार्फत प्रसारण भइरहेको दिव्यपुरी टिभीमा यहाँहरूलाई स्वागत छ। शिव ने गोरक्ष रूप बनाया, पार्वती का भरम मिटाया। हजुरले यो के बनाउँदै हुनुहुन्छ? म सिक्दैछु बनाउनु भन्दा। हजुर। हाम्रो नाच सम्प्रदायमा चाहिँ तपाईँले देख्नु भएको छ त्यसलाई कालो जनिउ लगाउँछौँ हामी। हजुर। अनि त्यो जनिउ चाहिँ यही ऊनबाट यसरी काटेर चाहिँ बनाउने गरिन्छ। नाच योगीहरूले नै बनाउने गर्छ। हजुर। त्यो चाहिँ दीक्षा लिने बेलामा अनि गुरु महाराजले चाहिँ लगाइदिनुहुन्छ। यो चाहिँ के को हुन्छ? के को बन्छ? खास यो के को हो यो? चाहिँ अब मलाई पनि राम्रोसँग थाहा छैन, गुरुले दिनुभयो। हजुर। प्रपर नलेज नभइकन नभनौँ। सही हो। हजुर पनि सिक्दै हुनुहुन्छ यो बनाउन? सिक्दैछु। कति मिस्टेक भइरहेछ हेर्नु त, यसरी खसिरहेछ, चुहिरहेछ। एकदम ध्यान दिएर गर्नुपर्ने रहेछ कि यसलाई? मलाई चाहिँ ध्यान दिएर हेर्नुपर्ने रहेछ अरूले बनाएको। यसरी हेर्नु यसरी चुहिन्छ। अनि भनेपछि आफूले लाउनको लागि आफै बनाउनु पर्ने? त्यस्तो चाहिँ होइन, सबैले जस्तो गर्दैनन्, गुरुले नै दिने हो, लगाइदिने हो। हजुर। तर अब कोही आफै अभ्यास गरेर आफै नै लगाउनु, गुरुलाई दिएर अनि गुरुको हातबाट लगाउन पनि मिल्ला। सिकेको राम्रो है। हजुरसँग केही सत्सङ्ग गर्न मिल्छ कि मिल्दैन? मिल्छ। अब जस्तो म पनि यो दिव्यपुरी टिभी मार्फत अब एउटा नाम दिनुभयो, यो पनि एउटा नाम हो होइन? तर यस्तै साधु सन्त महात्माहरू तपस्वीहरू साधकहरूसँग ठोकिरहेको छ। आज पनि यो गुरुबारको दिन, यो घमाइलो दिनमा, माघ महिनामा हजुरसँग त मैले 2-3 पटक भयो यहाँ देखेको हजुरलाई, तर आज हजुरसँग बोल्ने मौका पाइयो। हजुरको संक्षिप्त परिचय दिनुहोस् न। मेरो नाम शैलेश्वरी सिंह हो। अहिले चाहिँ म गुरु महाराज, महन्त महाराज हुनुहुन्छ, शिरीष महाराज। हजुर। उहाँबाट चाहिँ दीक्षित हुनको लागि चाहिँ अहिले बाटोमै छु म। अहिले दीक्षा लिइसकेको छैन। यो कर्महरू केही कुराहरू सिकेर बल्ल दीक्षा लिनुपर्छ भन्ने चाहिँ लागिरहेछ। बाटोमै छु, यात्रामै छु। अनि युवा हुनुहुन्छ, अनि एकदमै यो तप साधना गुरु महाराजहरूसँग जोडिनु भएको छ। के छ यसको रहस्य? रहस्य खोजको कारणले गर्दा यहाँसम्म पुगेको छु। खोज निरन्तर छ। आफ्नो खोज। किन हामी हराएका छौँ र? छौँ नि। कसरी? अहिलेको शिक्षाले त हामीबाट टाढा राखेको छ नि। हाम्रो आफ्नो मौलिकताबाट, हामी आफू को हौँ भन्ने कुराबाट धेरै पर लगाएको छ नि हामीलाई। कसरी बुझाइदिनु न? मान्छे त अब जुन रूपमा अहिले युवाहरू हेरौँ, जो पनि हेरौँ होइन, उहाँहरू यो दुनियाँमा रमाइरहनु भएको जस्तो देखिन्छ। हजुर चाहिँ अब पृथक रूपमा आफ्नो खोज भनिरहनु भएको छ। त्यो रमाइलो त एकदम क्षणिक छ नि, एकछिनको लागि छ, फेरि त्यसपछि फेरि रित्तोपन आउँछ नि। त्यो रित्तोपनलाई भर्नको लागि नै होला कि मान्छेले क्षणिक खुसीहरूलाई चाहिँ अँगाल्ने।
स्किप गर्ने भनौँ न, भाग्ने। भाग्ने। हजुरहरू चाहिँ रित्तोपनलाई बढाइरहनु भएको छ। रित्तोपनलाई भन्दा पनि खासमा हाम्रो नाच सम्प्रदायमा चाहिँ आफूलाई मार्नुपर्छ, मनलाई मार्नुपर्छ भन्छ। आफूलाई मार्ने, मनलाई मार्ने, ए मनलाई चाहिँ मार्ने। मनलाई मार्ने, किनभने मन भनेको नै कारण हो नि हामीलाई हाम्रो रियल सेल्फ, हामी को हौँ भन्ने कुराबाट चाहिँ हामीलाई चाहिँ भट्काउने भनेकै मन हो कि। जस्तै मन भन्यो न, कहिले यो कलर मनपर्छ, कहिले त्यो कलर मनपर्छ, कहिले यो मान्छे मनपर्छ, कहिले यो ठाउँ मनपर्छ, कहिले यो खाना मनपर्छ। तर त्यसैको पछाडि जाँदै हामीलाई साँच्चीकै नै हाम्रो आत्मालाई चाहिँ के मनपर्छ, हाम्रो आत्माले चाहिँ के खोजेको छ भन्ने कुरा चाहिँ हामीले बिस्तारै त बिर्सिँदै जान्छौँ कि। त्यो मन नराम्रो हो र? मन नराम्रो होइन, तर मनबाट आफू टोटली कन्ट्रोल हुनुभन्दा चाहिँ नराम्रो। हामीले मनलाई कन्ट्रोल गर्न सक्यो भने चाहिँ फेरि एकदमै राम्रो कुरा हो। मन नराम्रो गर्दैन मन, तर हामी आफ्नो बसमा राख्न सकिँदैन कि मनलाई। ए मनलाई, ए त्यो सिक्नको लागि हामी यहाँ आउँछौँ। हजुर, प्र्याक्टिस हो हेर्नु। अब एक दिन मनलाई कन्ट्रोल गर्न सक्यो भन्दैमा भोलि पनि सक्छु भन्ने सकिँदैन। एभ्रिडे प्र्याक्टिस गर्नु पर्यो। अभ्यास भन्नुभएको हजुरले, अभ्यास। हजुर, अभ्यास। अनि यो चेतना चाहिँ कसरी जागृत भयो? यो हजुरलाई खास के कारणले हो कि के कारणले यस्तो जागृत भयो त हजुरलाई? केही त होला नि, ट्रिगर भएको भन्छन्, एउटा बोध भएको, एउटा जाग्नु भएको, बिउजिनु भएको। कुन अवस्थामा जाग्नु भयो? त्यो जागेकै त हुन्छ नि, सानैदेखि बच्चैदेखि जागेकै त हुन्छ नि। तर ठुलो हुँदै जाँदा चाहिँ बिस्तारै सोसाइटीले चाहिँ सुताउने प्रयास गर्छ कि। एउटा प्रोग्रामिङ भन्छ नि, कम्प्युटरको प्रोग्रामिङ गरे जस्तै समाजले पनि एउटा प्रोग्रामिङ गरिदिन्छ। हरेक मान्छेलाई चाहिँ त्यही प्रोग्रामिङमा फिट गर्न कोसिस गर्छ कि। अनि त्यो होइन नि, एउटा एज गएपछि जब मान्छे आफ्नो दिमाग परिपक्व हुँदै जान्छ अनि बुझ्छ क्या त्यो प्रोग्रामिङ रहेछ, त्यसमा म फिट हुने रहेनछु भनेर जब खोज्न थाल्छ नि, खोज्दै जाँदा कोही मान्छे भट्किन्छन्, कोही मान्छे कुलतमा फस्छन् होइन, कोही मान्छे अब यहाँ आइपुग्छन्, गुरु महाराजसँग ठोकिन पुग्छन्। यहाँ आउनु भनेको भड्किनु होइन? भट्किनु हो जस्तो लाग्छ, तर कस्तो भट्काइ हुन्छ भने यहाँ अब यहाँ एकदम स्वतन्त्रता छ है, यस्तो स्वतन्त्रता छ कि कहिलेकाहीँ त्यो स्वतन्त्रताले पनि डर लगाइदिन्छ कि। यति स्वतन्त्र छु कि मैले जे गर्न पनि मैले पाउँछु कि, मलाई कसैले नगर भन्ने कोही पनि छैन। तर अब त्यो स्वतन्त्रतालाई मैले कसरी उपयोग गर्ने भन्ने कुरा मेरो हातमा छ नि त। अनि यदि त्यो उपयोग गर्न मैले जानिनँ, गलत प्रभावमा म परेँ भने त त्यही स्वतन्त्रताले मलाई नराम्रो बुझ्न जरुरी छ नि। पहिला स्वतन्त्र हुनुभन्दा अगाडि त पहिला आफ्नो जिम्मेवारी लिन सक्नु पर्यो। भनेपछि हजुरले भन्नुभएको स्वतन्त्रतामा विवेक हुँदैन? होइन, स्वतन्त्रताको पछाडिको अर्न गर्ने कुरा हो नि त। स्वतन्त्र हुनु भनेको त एकैचोटि मान्छे स्वतन्त्र हुँदैन नि। जस्तो जन्मिने बित्तिकै त्यो बच्चा स्वतन्त्र हुन्छ त हुँदैन नि। बुवा आमाले उसलाई खुवाउँछ, उसलाई सुताउँछ, उसलाई हुर्काउँछ। अनि स्वतन्त्रता भनेको त उसले बिस्तारै एजसँगै उसले बुझ्दै जाँदा अनि आफूलाई के चाहिन्छ, आफ्नो लागि के राम्रो छ, मेरो रुचि केमा छ भन्ने कुरा बुझिसकेपछि त्यसलाई प्र्याक्टिस गर्नको लागि चाहिँ स्वतन्त्रता चाहिने हो कि। त्यो आफैमा आउँदैन स्वतन्त्रता, त्यो चाहिँ हामीले अर्न गर्नुपर्ने कुरा हो, कमाउनु पर्यो। पुरुषार्थ भनेको यही हो। पुरुषार्थ पनि त्यही हो, र महिलाको लागि पनि त्यही हो, कमाउने कुरा हो। होइन, पुरुषार्थ भन्नाले मैले व्यक्ति विशेष भनेको होइन, एउटा जुन अर्निङ भन्नुभयो नि, कमाउने भन्नुभयो नि, कमाइ भनेको त महिला पुरुष रहेन होइन, शब्द थियो नि त होइन। अब यो पनि हामीले अब त्यो शब्द चलाउनु पनि पर्छ नि कहिलेकाहीँ होइन, खास चलाइएको हो यो शब्द। जसरी आज यो जुन यो बाणी बोल्नु पर्यो, यो शरीरको माध्यमले बाणी बोल्नु परेको छ, एउटा आत्मिक सम्बन्ध हुँदाखेरि पनि केही बोलिरहनु परेको छ नि त होइन। मलाई चाहिँ त्यस्तो लाग्छ, जान्ने भएर भनेको होइन। अनि जस्तो हाम्रो सनातनमा त विभिन्न परम्पराहरू छन् होइन, जस्तो वैष्णव छ, अरू शैव परम्परा, अरू विभिन्न सम्प्रदाय पनि छन्। तर विशेषतः यो नाथ परम्परामा हजुर आकर्षित हुनुको कारण के हो? आकर्षित अब एकदमै स्पेसिफिक भन्ने छैन। अब म धेरै ठाउँमा जाँदै गर्दा चाहिँ यो ठाउँले चाहिँ
मलाई निरन्तरमा आइ नै रह्यो कि जस्तै आज पनि आएँ, भोलि पनि आएँ, पर्सि पनि आएँ, आउँदै 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 गरेको ठाउँ भएको भएर अब यहीँ नै आएँ, यहीँ नै तानिएँ क्या म। अरू ठाउँ पनि त जान्थेँ नि, तर निरन्तर रूपमा गइरहेको चाहिँ भएन क्या अरू ठाउँ, यहाँ चाहिँ आइ नै रहेँ। त्यो सायद मेरो सोलले चाहिँ यही ठाउँमा चाहिँ सेटल्ड भयो जस्तो छ कि, पिस भन्छ नि, पिस चाहिँ यही ठाउँमा मैले पाएँ जस्तो छु कि। भनेपछि सुरुमा हजुरले आफूलाई खोजेको भन्नुहुन्थ्यो, भरेपछि शान्ति खोज्नु भएको रहेछ अन्ततगत्वा। त्यो प्राय मानिसहरू अशान्त भएर यो शान्ति खोज्दै हामी साधु सन्त महात्मा तपस्वीहरूका जाने हो भनेपछि कस्तो म आफूलाई पनि एउटा लाग्यो, म पनि एउटा छोरीको बाबु हुँ होइन। भनेपछि एउटा हुन त एउटा आत्मिक सोल, आफू आफू एउटा इन्डिभिजुअल सोलको कुरा गरिन्छ, तर हाम्रो घर परिवार समाज माता पिताले के त्यो शान्ति प्रेम आनन्द दिन सक्दो रहेनछ गृहस्थीहरूको लागि? उहाँहरूले अब जीवनयापन गर्नको लागि चाहिँ सजिलो छ, घरमा खान पाउँछ, बस्न पाउँछ होइन, एउटा ममता भन्ने कुरा पाउँछ, देखरेख हुन्छ, बिरामी पर्दा हेरचाह हुन्छ, एक आपसमा खुसीको माहौल हुँदा खुसी हुने, दुःखी हुँदा दुःखी भइदिने, त्यो माहौलले गर्दा हो सर्भाइभलको लागि चाहिँ राम्रो। तर जुन हाम्रो भित्री जुन डिजायर हुन्छ, आत्माको डिजायर हुन्छ, त्यो डिजायर चाहिँ घर परिवारमा प्र्याक्टिस गर्न चाहिँ अलिकति त्यहाँ चाहिँ प्र्याक्टिकल हुँदैन कि त्यहाँ, किनभने बिहान उठ्यो आफ्नै कर्म गर्न सबैजना निस्किन्छन् होइन, निस्कियो भागदौडमै बित्छ कि घर परिवारमा चाहिँ। तर यहाँ चाहिँ भागदौड हुँदैन, बिहान उठेदेखि राति सुतेसम्म चाहिँ आफ्नो तरिकाले समयलाई चाहिँ चलाउन पायो, आफ्नो तरिकाले चाहिँ कर्महरू गर्न पायो, हतार भएन, कसैको अन्डरमा काम गर्न जानु परेन, अनि आफ्नो हिसाबले प्र्याक्टिस गर्न पाएँ नि लाइफलाई। तर यहाँका जस्तो हजुरले राम्रो कुरा भन्नुभयो, यहाँका कठिनाइहरू विघ्न बाधाहरू यहाँ आउने अझ बढी घर परिवारभन्दा बढी आउने यहाँ विघ्न बाधाहरू पनि त होला नि यहाँ झन् भट्किन्छ है। यदि हो, यदि यहाँ जस्तै अहिले त स्पिरिचुअलिटीको त एउटा आकर्षण चलाएको छ नि, हामीले जताततै देख्नु भएको छ होइन। पहिला 10 वर्ष अगाडि र 10 वर्ष यताको तपाईँ डिफ्रेन्स हेर्नु न, पहिला मान्छेलाई यति बृहत तरिकाले थाहा थिएन। अहिले मान्छेहरू नेटमा विभिन्न गुरुहरूको पनि प्रवचनहरू हेर्नु, सद्गुरु ओशो, अब त सबैलाई उहाँहरूको धेरै विश्वमा नचिनेको कोही पनि छैन होइन। त्यो आकर्षणले गर्दा पनि मान्छे मन्दिरतिर आउने अनि गुरुहरूसँग भेट्ने, सत्सङ्ग गर्ने छ, र त्यो आकर्षणकै कारणले गर्दा उनीहरू यहाँ आएर बस्न खोजिरहेछन् भने त्यसले भत्काउन सक्छ। आकर्षण हो, आकर्षणले। तर त्यो आकर्षणबाट पनि पार भइसक्यो कोही, जसलाई चाहिँ यो प्र्याक्टिस नगरिकन ऊ सुत्नै सक्दैन, सास फेर्नै अब कठिन भइसक्यो भने चाहिँ त्यो मान्छेको लागि अब कुनै अप्सनै छैन कि यहाँ नबस्नको लागि। अब अप्सन नै छैन, यहाँ बस्नै पर्ने जसको लागि हुन्छ, त्यही मान्छे आएर बस्यो भने चाहिँ उसको लागि फ्रुटफुल हुन्छ। हजुर त्यो अवस्थामा हुनुहुन्छ? त्यो नभए म आउँदिनँ थियो। पहिला आउने जाने क्रम त चलिरहेको थियो, 6-7 वर्षदेखि आउने जाने, भजन सुन्ने, सत्सङ्ग गर्ने, गुरु महाराजसँग बस्ने, अलिअलि आफूले सकेको जस्तो आफूले जानेको जतिको सेवा गर्ने, त्यो त गरि नै राख्यो। तर त्यतिले मात्रै पनि घर आउने जाने, घरमा बस्ने, फेरि घरमा गइसकेपछि फेरि संसारको उसले ड्र्याग गरिहाल्छ कि, तानिहाल्छ। अनि त्यो कम्प्लिटली प्र्याक्टिस गर्न नपाउँदाखेरिको त्यो छटपटीले गर्दा चाहिँ बिस्तारै बुवा आमाको ट्रस्ट जितेर अनि जित्नै पर्छ है, नजितिकन उहाँहरूलाई पीडा दिएर पनि त यहाँ बसेर त शान्ति त पाउन सकिँदैन। त्यसमा स्वीकार्यता हुन्छ। अब त्यो त अब बच्चामा भर पर्छ, जस्तै तपाईँमा भर पर्छ, तपाईँले आफ्नो आमा बुवालाई कसरी सम्झाउनु, ट्रस्ट कसरी जित्नुहुन्छ, त्यसमा भर पर्छ। जस्तो यो अघि हजुरले एउटा कति गुह्य कुरा भनिदिनु भयो, त्यो अवस्था आफैलाई थाहा हुन्छ, जसरी यहाँ आउनुपर्ने, यहाँ बस्नुपर्ने बाध्यता, यहाँ गुरुसँग सान्निध्यता, यो साधना गर्नुपर्ने अवस्था, त्यो आफैलाई थाहा हुन्छ। थाहा पनि हुँदै जान्छ र परिस्थितिले पनि त्यतैतिर धकाल्दै जान्छ। परिस्थितिले सबै कुरा मिल्दै आउँछ कि, योग मिल्छ कि, योग हुनुपर्ने रहेछ। हजुर, न त कतिपय मान्छे छ त्यो क्षणिक वैराग्य हुन्छ, घाटे वैराग्य भन्छ नि, मसाने वैराग्य, तर त्यो सही हुन्छ। मैले देखा पनि छु, मेरो बहिनीहरू छ, उनीहरूलाई वैराग्य हुन्छ भने त्यो झुटो होइन,
हुन्छ, तर फेरि संसारमा गएपछि जो कामकाजमा व्यस्त भइसकेपछि फेरि उनीहरूलाई त्यही व्यस्तताले तानिसकेपछि फेरि यतातिर बिर्सिरहेको हुन्छन् कि फेरि आउँछन्, फेरि याद आउँछ, अनि फेरि त्यो भइरहेको हुन्छ। अब त्यो के भन्ने, उहाँहरूको भाग्य भन्नु पऱ्यो। नियति कम्प्लिटली प्र्याक्टिस गर्न पाइरह हुँदैनन्। अब जस्तो हामी यो जुन आश्रममा बसिरहेका छौँ, हामीले भुल्नै नहुने नाम राष्ट्रगुरु योगी नरहरिनाथ। अब हजुरले कसरी बुझ्नुभएको छ? उहाँ त हाम्रो बडा गुरु हुनुहुन्छ। हजुर। उहाँले धेरै लामो समयसम्म अध्ययन गर्नुभयो, योग अभ्यास गर्नुभयो, र हामी जो अहिलेको जेनेरेसनलाई चाहिँ धेरै कुरा चाहिँ छाडेर जानुभएको छ, अध्ययन गर्नको लागि त्यस्तो सामग्रीहरू छाडेर जानुभएको छ। र त्यो अध्ययन गर्ने रुचि भएको जो साधकहरू हुन्छ उहाँ गरि पनि रहनु भएको छ। कसरी हेरिरहेको छु भन्ने, अब रेस्पेक्ट है। अनि जस्तो अहिले देशले चिनेन, युवाहरूले चिनेन, हामी आफू पनि भड्किरहनु भएको छ। विदेशी गुरुहरू, विदेशी सम्प्रदायहरू जुन भनिन्छ नि, विदेशतिर हामी विदेशमुखी भइरहनु परेको छ, हाम्रो आफ्नो मूललाई चिनेका छैनौँ भन्ने कुरा आइरहन्छ। के यो सत्य हो? यस्तो थियो होला त्यतिखेर। अब बडा गुरु महाराजले जे गर्न प्रयास गर्नुभएको थियो त्यो समयको लागि चाहिँ एकदम उचित थियो, तर त्यतिखेर जुन नेसनल लिडर्सहरू जो थिए उहाँहरूको सपोर्ट, कम्प्लिट सपोर्ट उहाँहरूले पनि नबुझ्नु भएको होला होइन, त्यही भएर सपोर्ट गर्नु भएन। त्यसैको कारणले गर्दा अहिले जे नतिजा भएको छ त्यो त हामीले देखेको छ। त्यो सपोर्ट नपाएर पनि होला उहाँको अधुरो भयो कि उहाँले जे उद्देश्य जे गर्न खोज्नु भएको थियो विश्वमा, जे होस् भनेर सोच्नु भएको थियो त्यो अधुरो भएको कारणले गर्दा उहाँ फेरि आउँछु त भन्नुभएको छ। आउनुहुन्छ होला, प्रतीक्षामा छु। तर अब चिनिँदैन हामीले कुन शरीरमा आउनुहुन्छ, त्यो त चिनिँदैन। अब जस्तो कति व्यक्तिहरू देखिन्छ उहाँहरू लालायित हुनुहुन्छ साधना गर्न, जुन हजुरले भन्नुभयो यी घराइसी कुरा, जुन एउटा आत्माले, यो जीवात्माले चाहिँ परमात्मासँग मिल्न खोजिरहेको हुन्छ, त्यो बन्धनबाट, यो मायाको बन्धनबाट पार जान खोजिरहेको हुन्छ। तर अझै पनि यो शारीरिक अवस्थामा हजुर यो सत्य त हामीले बक्नै पर्छ। हजुर एउटा महिलाको शरीरमा हुनुहुन्छ, कतिको सजिलो छ, कतिको गाह्रो छ अझै यस्तो आश्रममा बसेर साधना गर्नको लागि? सजिलो त कहाँ छ, सास फेर्न पनि गाह्रो छ। हो, सही हो। त्यो अब हजुरले कसरी, अब हरेक दिन कति पल हुन्छ हरेक दिनमा, त्यो हरेक पलबाट हजुरले के सिक्दै हुनुहुन्छ आफूले? अहिले आउनुभयो, बोल्नुभयो, त्योबाट मैले के सिकेँ? या बाटोमा हिँड्दै जाँदा कोही मान्छेले कोही अरू व्यक्तिसँग गरेको व्यवहारबाट पनि सिक्न सकिन्छ, तर कतिपय मान्छेले हेरि पनि दिँदैन के भइरहेछ, कस्तो वास्ता गर्दैन। त्यो तपाईँमा भर पर्छ, कसरी लिँदै हुनुहुन्छ। तपाईँको आँखामा लेन्स, जस्तै क्यामेराको लेन्स छ नि, आँखामा पनि लेन्स छ नि, त्यो लेन्सले तपाईँ जुम इन गर्नुहुन्छ कि जुम आउट गर्नुहुन्छ कि कसरी हेर्नुहुन्छ, तपाईँको आँखामा भर पर्छ। यो आँखा, भित्री आँखा कस्तो छ, भित्री भनेपछि भित्री आँखा फराकिलो हुनु पर्यो कि शुद्ध हुनु पर्यो? गहिरो। त्यसमा शुद्धता विशुद्ध के अरे उसको कुरो भएन होइन, गहिरो। गहिरो भनेको त त्यसमा नराम्रो भन्दा नराम्रो पनि पर्यो, त्यसलाई पनि पचाउन सक्नु पर्यो, पचाउन सक्नु पर्यो। जुन तपाईँले महिलाको कुरा गर्नुभयो, आश्रममा देख्नुभयो होला, बढी जस्तो सबै पुरुषै सही सही। म नि एकजना माता, अनि उहाँ पनि आमाभित्र आमा हुनुहुन्छ, उहाँ पनि माता हुनुहुन्छ, बस्नुहुन्छ। अनि महिलाहरूलाई अब कठिन पनि छ, सजिलो पनि छ, कठिन पनि छ, सजिलो पनि छ। त्यो हामीले कसरी आफूलाई अगाडि लगिरहेको छौँ, कसरी प्र्याक्टिस गरिरहेको छौँ, कसरी चाहिँ आफ्नो माइन्डलाई चाहिँ कसरी चाहिँ फिड गरिरहेछौँ होइन, के खानेकुरा दिइरहेछौँ दिमागलाई, र कस्तो माहौलमा सत्सङ्ग गरिरहेछौँ, के कुरा बोलिरहेछौँ, त्यसबाट चाहिँ फरक पर्छ कि हामीले चाहिँ आफ्नो लाइफलाई कतातिर कसरी लैजाने भन्ने कुरा। यो आश्रममा हजुरको दिनचर्या कस्तो हुन्छ? दिनचर्या हजुर हाम्रो दिनचर्या यहाँ
अहिले हजुरले के सेवन गर्नुभएको? त्यो हाम्रो दुधको भोग लगाउँछौँ, हजुर यति दुध बचेको रहेछ ए अनि त्यो चाहिँ हजुर ए अलिकति दिनचर्या मैले सोधेँ हजुरलाई दिनचर्या सधैँ एउटै चाहिँ हुँदैन, हुँदैन हजुर तर त्यही पनि केही कुराहरू चाहिँ हजुर। दिनको सधैँ एउटै हुन्छ। हजुर जस्तै धूपबत्ती बाल्ने, पाठ गर्ने, जप गर्ने, सत्सङ्गमा बस्ने, त्यसरी बसेर निहाल्ने, आफ्नो मनलाई हेर्ने, हेरिरहने। त्यसको लागि त केही हात खुट्टा चलाउनु पर्दैन, परेन। मनलाई हेर्नलाई। यति बजे उठ्ने यो गर्ने यो समयमा यो गर्ने भन्ने हुन्छ कि हुँदैन? त्यो अब तपाईँले बिहान अब नगडा बजाउनको लागि उठ्नुपर्ने छ, या हजुर। नगडा बजाउनु पर्ने छ भने चाहिँ दिव्यपुरी हजुर त्यो हो भने चाहिँ चाँडै उठेर गर्ने हो। गौ सेवाको लागि हजुर। चाहिँ गौ सेवकहरूले 4:30 बजी 5 बजी उठेर गौ सेवाको लागि पनि उठ्नुपर्ने हुन्छ। यो त्यो भनेर फिक्स रुटिन जस्तै अफिसको लागि यति बजी जाने यो त्यो भनेर चाहिँ अब छैन। कसैले कसैलाई पनि त्यस्तो चाहिँ छैन। आफ्नो स्वविवेकले आफूले सकेको जति चाहिँ यहाँ सेवा गर्ने हो र आफ्नो हिसाबले अध्ययन गर्ने हो। अब कति समयसम्म बस्नुपर्छ जस्तो लाग्छ हजुरलाई? यहाँ हजुर यहाँ त अहिलेसम्म त्यस्तो केही प्लान छैन हजुर। प्लान छैन अहँ। ए प्लान छैन, अब कहिलेसम्म बस्छु, कहिलेसम्म भगवान्ले राख्छ तबसम्म बस्छु। खुसी हुनुहुन्छ आनन्दित हुनुहुन्छ है? छु। अँ। खुसी पनि भइन्छ कहिले दुःखी पनि दुःखी पनि भइन्छ है? सर, किन हुँदैन? अँ। अनि खुसीमा के गर्नुहुन्छ? खुसीमा अब खुसी हुन्छु, दुःखीमा दुःखी हुन्छु। सिम्पल कुरा। त्यसलाई हेर्न सकिन्छ 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 है? सकिन्छ। अनि हेर्दै जाँदा तपाईँलाई रियलाइज हुन्छ कि त्यो खुसी र दुःखी हुने कुरा चाहिँ मन हो क्या। ए म होइन ममा त त्यो खुसी र दुःखी भन्ने केही छैन। साक्षी मात्र। तर मबाटै आएको छ नि त फेरि त्यसैको बबल्स त हो नि। होइन, त्यसको वरिपरि चाहिँ मैले सराउन्ड गरेर राखेको छु। हजुर त्यसको बिचमा पनि मै छु। म भन्नाले फेरि यो शरीर भनेको जुन हाम्रो परमात्मा भन्नुभयो उही नै म। यो शरीर त होइन नि। शरीर होइन, शरीर होइन, नाश पान्छ नि शरीर त, कसरी मैले मेरो भन्नु पाएँ। सही हो। तर कति साधकहरूलाई यही अहङ्कारले नै जुन फल्स इगो फल्स आईले नै सताइरहेको हुन्छ नि। साधना पनि गरिरहनु भएको हुन्छ तर त्यसबाट मुक्त हुन चाहिँ धेरै गाह्रो भइरहेको हुन्छ। अब यस्तो छ, साधकहरूले दिमागले उहाँहरूले पढ्नुहुन्छ अनि दिमागले नै जीवनलाई हेर्नुभयो भने चाहिँ त्यसले भ्रमित गर्छ। तर हृदयमा बस्नु पऱ्यो भने चाहिँ हृदयबाट चाहिँ हृदयले चाहिँ कहिले पनि धोका दिँदैन। इगो अहङ्कारहरूलाई चाहिँ को खेती हुँदैन कि हृदयमा बस्ने मान्छेको चाहिँ के हुन्छ। हस् हजुरसँग धेरै केही भन्न लाग्नु भएको थियो? होइन, ठिक छ। अब अन्त्य नै भनौँ, किनभने आजको लागि हजुरलाई केही भन्न मन लागेको छ वा अहिलेको युवा पिँढीहरू जो साधकहरू जो साधनामा लागिरहनु भएको छ उहाँलाई केही सन्देश दिन चाहनुहुन्छ? के सन्देश दिने? त्यस्तो सन्देश केही पनि छैन। मैले त मेरो लागि बोल्ने हो होइन। उहाँहरूको जीवनको लागि चाहिँ यही भन्न चाहन्छु कि आफ्नो मनलाई चाहिँ बुझ्नुहोस्, मनलाई चाहिँ शान्त भएर निहाल्नुहोस्, आफ्नो मनको प्रकृति बुझ्नुहोस् र आफ्नो आत्माले जे मागिरहेछ त्यो भनेको शान्ति हो, सबैको शान्ति होस् भन्ने भाव चाहिँ हामी सबैमा आओस्, सबैको मङ्गल होस्, सबैको जय होस्। गुरु महाराजको कृपाले म यहाँसम्म पुगेको छु र हजुरहरूलाई पनि मैले पाएको जस्तै गुरुदेव चाहिँ हजुरहरूको सबैको जीवनमा होस् र मुक्तिको जुन यात्रामा हिँड्नलाई हामी सबैजना हिँडिरहेका छौँ त्यो हामीले पाऊँ। हजुरको जीवन हेरेर बुझेर पढेर अरूले के सिक्ने त? मेरो जीवन हेरेर के सिक्ने? मेरो जीवन हेरेर शान्त हुन सिक्ने। शान्त हुन, शान्त हुन सिक्ने। त्यो हाम्रो स्वरूप हो, हाम्रो स्वभाव भने चाहिँ शान्ति। शान्ति नै है। हस् ल, मलाई निकै आनन्दको अनुभूति भयो। धेरैचोटि ठोकिएपछि आज चाहिँ यो साक्षात्कार गर्ने मौका जुर्यो। आज गुरुबारको दिन धेरै आभारी छु माताजी। हस्।
शिव ने गोरक्ष रूप बनाया, पार्वती का भरम मिटाया। शिव ने गोरक्ष रूप बनाया, पार्वती का भरम मिटाया। दिया योग का ज्ञान, भूलो मत सुपोषण। रट मन आठाया, भूलो मत सुपोषण। थप भिडियोहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकन पनि दबाउनुहोस्।